उनका मिए थे हो पेट देख के छ हुन त देखिने जो होला 0.5 मा हो कि 1 मा हो अब यतिकै हेर्नु है दिदी दिदी यता हेर्नु है यो चाहिँ के काटेर यहाँ राख्ने नि यस्तो चम्चा यो चम्चा दुःख त चिमो नि नै ये दियो कि मम्मी जोड़ दी मेरे कल मिलाइटर भाइ स्टार्ट भएको मिलाई दिन त्यसो है हुन्न निभाउनु अझ दुईटा मान्छे यसै गरी बत्ती बालेर टक्क उद्घाटन अब चट्ट ल ट्याक्क मिल्यो ठ्याक्क मिले हाका सर झुलुङ्गे कस्तो राम्रो हो आफै यसरी मिल्न पर्ने रहेछ भन्ने जस्तो भयो ठ्याक्कै मैले गर्ने कि हजुरले हो मैले गर्नु पहिला अनि हजुरले गर्नु मलाई पनि हो के हैन हैन पहिला दियोहरु सुझाव गर्ने और आले आमसा भिडियो गर्नु उठेर गर्नु नि रान्दी नै के अलि टाढाबाट यसो देखिन्छ भनेर हो के म यहाँ के यहाँ पूजा गरेको मलाई छे नि त अहिले त्यसबाट पनि मिले गरे एक टिकटक मा भन्नु ए टिकटक लागि अनि पानी लो पानी अरे पानी लो अरे पानी नि चाहिए साबा यार मलाई सेप्टा गर्नु अनि मलाई हजुरले गर्छ दुईटा लाग्ने पाउँदैन बस दिदी गर्नु दान गरिदिरा मैले गर्ने मैले कसरी पुरा गर्नु भन्दै यो नत्र सिरो नै त यस्तो एउटा फुल लिएर हैन यसो पानी छ हल्का यो एकबाट अनि अनि चाहिँ बढ्छ धानको टीका अहिले अहिले ओके अहिले के गर्ने भिडियो गर्नु यता त भान्जा सबै आउनु पर्छ मलाई भिडियो गर्न बत्ती नलिगाउनु है कति मजाले फोन गर्दै पहिला अति गर्छ यो काटो खाने नहुनु कुन चढाइदिनु त्यही फल राखिदिन्छु अन्त टिभी राखिदिन्छु टिभी अब एउटा अङ्गुर राखिदिनु भगवानलाई सम्झेर सम्झेर हुन्छ त्यही राख्नु ल दादा दिदी तिमीहरु कतिवटा दादा दिदी तिमी सबै गर्छौ सबैलाई देऊ है कुन्टा जगत माता की जय मेरो संतान की होने वाली नहीं संतान की माँ की मैं पूजा करता हूँ आलु पनि खाऊ यहाँ धोएर ए म दही चुरा खाइदिने ल मैले टीका लगाइदिने हो तिमीले हैन मैले आमाले म तिमीलाई टीका लगाएर यो पनि यसो उस गरिदिनु के हैन मैं तो आरती उतारूंगी किन नगर्ने अब मैले भयो पूजा गर्नु भएछ नि पिङ्क कलरको छुट्टी थियो नि खाइदिनु मैले खाइदिनु के गर्नु हा अझ भिडियो त गरेँ के यताबाट पनि भइरहेछ पाऊ अनि सेउ र केरा त्यो किवी अङ्गुर सबै हालमा हातमा राख्नु त्यही थापे हुन्छ यही साडीको कलर नमस्कार बस्नु भयो कता डगर हातले ढोगरे हुन्छ मेरो पति परमेश्वरलाई मैले गर्छु है सुरा मैले हेर्दै हो मङ्गलम भगवान् भन्छ कपडा फुलरी काट्छे मङ्गलायन तलहरी अरू आउँदैन त्यही मम्मी है सुत्केरी भएर
यहाँ बोलाएकै पूजा गरेको दियोलाई पूजा गरेर भ्याइयो मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष दियोलाई पूजा गर्नु लान्छ भएर त्यता गर्नु फेरि दियो यतातिर आइदियो दियो लैजानु बाबा धन्यवाद मलाई बाबा धन्यवाद हजुरलाई पहिला छोरीलाई न अब ड्राइभर आमा सबैले खाइदिने हो ल यता हेर्नुहोस् त आमा होइन यिनीलाई तिनीहरू भएन सबैतिर भेट्छ नि त भात नखाने आज ल अब दिदी कहिले दिदी ल्याऊ सिरियस सिरियस आशीर्वाद हुनुपर्छ अब मोमेन्ट अफ सिरियसनेस थोरै दिन 2 दिन त पनि धेरै भयो नि दिदी हेर नि त्यो कसैलाई नदिकन खानु पर्छ है दिदी हजुरको ढाइलाको मुस्कान थोरै दिन राख्नु जब उता त्यही कोठामा बस है बाहिर धेरै शुभकामना दिन मम्मी आज यहाँ आशीर्वाद मम्मीले टिका लगाइदिनु ल दुई दिन लाग्यो स्याउ खाएर स्याउ गाला हो कि तिमी पाए सधैँ यस्तै खुसीका दिन सबैलाई क्यामेरा मिसे मैले दिनलाई उसले भाइलाई उताबाट हजुरको आशीर्वाद आशीर्वाद थियो 2000 लगाइदिनु हाम्रो भाइ बाउ बनालाकोमा धेरै धेरै शुभकामना दिँदै धेरै राम्रो अलि राम्रोसँग स्याहार सुसार गर्न सकोस् अलि देउन भगवानले सहनशीलता हुन्छ कि के भन्छ अब क्षमता हुन्छ कि छोराछोरीको मात्र गर्न भएन भाउजू पनि गर्न पर्यो भाउजूको गर्न सक्ने यताउति सबै क्षमता दिउन् भगवानले भक्तदेवले कुलदेवले सबैले रक्षा गरून् पितृले
अनि यता भाउ पुऱ्याउँछ बेला बेला थकेर मलाई बोलाए म नि आउँछु हेल्प गर्नलाई अझै यस्तै यस्तै प्रगति गर्दै गए अर्को वर्ष जाउँ अर्को पालि फेरि यस्तै टिका लाउन पाऊँ हामीले राम्रो पाऊँ भने क्या अब जति मेरो अर्को पालि हाम्रो पालो हो दसैँको टिका जस्तै गरेर अझै आशीर्वाद थप्दै तिमीलाई धेरै धेरै शुभकामना छ दाइ दिदी धेरै 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 बधाई छ फर्स्ट टाइम मम्मी बन्दै हुनुहुन्छ मदरहुड स्टार्ट भयो राम्रो ल त्यही पलक्षमा दाइले यसो खाऊ दही चिउरा खुवाइदिनु दाइलाई पहिला आज त दही चिउरा हो तिमीले पहिला भाउजूलाई मैले पहिला हुन्छ हजुर सबैले खुवाइदिनु दही चिउरा त बाउले होइन आमाले हो के खाने होइन दही चिउरा आज मैले होइन क्या होइन ल ल खिर नै छ हजुर हजुर खिर छ खिर जस्तै दही चिउरा सबै मिसै पाउँ तिमीलाई गाह्रो भयो गर ल्या के राखिन्छ मैले पनि छ धेरै भयो धनी हो क्या आज सब को र दिदी म छु त यहाँ दिदी छुट्टी छन् कता हो यता हो यता हो ल भाइलाई धेरै 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 बधाई छ धन्यवाद दिदी बाउ बन्दैछौ अब केटारी पनि हटेर जिम्मेवारी चाहिँ राम्रोसँग पाउनु गरे ल ल जन्मिने सन्तानको मात्र नभएर सन्तानकी आमाको पनि ख्याल गरे के अहिले काट्छौँ कपडामा रातो लाग्छ दहीको महत्त्व जस्तै तिम्रो जीवनको महत्त्व पनि धेरै बढोस् भाग्यमान भयो ल भाग्यमान भयो ल ल फोटो त कसरी खिचेको भिडियो मात्र भयो यहाँ त त्यही फोटोमा फोटो त्यही यो राख्नलाई यहाँ लिइदिनु न घरमा अब सम्हालेर उताको उसले त्यसले दिन्छ त्यही राख्छ पङ्खा यहाँ कता घर हो केक काटिहाल अनि तिमीले कपडा फेर न त तिमीलाई गाह्रो भयो लास्टै कस्तो मिलेको त्यो ट्याक्क झरेर है झल्को जस्तै भयो यता गराइदिनु हाम्रो त पकाएर अनि पकाएर यता गरिदिनु हो त्यो माथि सारिदिनु स्पिड हुन्न स्पिड हुन्न त्यही हो हटा मैले के काटौँ उतेर खानु त्यो ल्याउने अब हामी छौँ अन्तिम गाडीमा बाडीमा देख्नुहुन्छ छिटै तल पनि होस् भन्नु र मैले त्यही दिएको क्या सोधी लाउनु पर्छ पड्काउनु अब के काट्न के काटौँ त
मैले गर्ने ताली बजाउनु यहाँ खै यसो केक काट्ने बेला टिका त लान्छु सबैले नि यहाँ हजुरले पनि अब पहिलोचोटि फुपू हुँदै हुनुहुन्छ हजुरलाई धेरै शुभकामना छोरीको अस्ति भाइले पुरा गरिदियो अनि हजुर छोरीको मेरो पुरा यहाँ पिङ पिङ देखिया छैन छैन हामी रातो छौँ हामी रातो भाइ धन्यवाद ल ताली बजाउनु सुरु गरौँ ल सिधै पिङ यहाँ छ मम्मी मम्मी टिका लाउनु भन्ने जस्तो बेबी सावर मेरो बुढीको ह्यापी बेबी ओ ह्यापी बेबी सावर ह्यापी 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 यति मात्रै खुवाइदियो धेरै ह्यापी धेरै केक खानुहुन्न खुसी ल्याउ न 아쯔요? 아쯔 다이저브 다이저브 काटेर दिनु के केटाकेटीलाई दिनु खान्छ खाउन अहिले भयो त केक काटेर दिनु त भन्छ राखे आमाले दुध गर्दै अर्को साल आउँछ साठी गर्ने कम गराउनु बिचरा हो र त भिडियो गराएको तैँले भिडियो राम्रो होस् जोडीलाई अब आउनेलाई पनि राम्रो हुँदै जाओस् है आँटेको सोचेको पुरा पुगोस् सधैँ यस्तै हाँसेर बोलिराखेछौ राखिराख है आउँछु मम्मीले खाएको एक बाइट हान्नु न खालै खाली बच्चालाई मात्रै हो भन्दै हान्नु